मैले चाहिँ एउटा हर्क साम्पाङज्यूको प्रोफाइलमा गएर एउटा हुँदो रहेछ नि त रिकमेन्ड भन्नेमा चाहिँ हेर्नु त हर्क साम्पाङ इज नट जस्ट नेम इट इज ब्रान्ड भनेर लेखेको थियो। त्यहाँ चाहिँ अस्मिता खत्री भन्ने आएर चाहिँ त्यही भएर टी सर्ट बेर चाहिँ हिँड्नु भएको उहाँ ब्रान्डको भएरै भनेर उको लेख्नु भएको रहेछ। अनि मैले चाहिँ कोसँग बेच्यो कतिमा बेच्यो भनेर सोद्धाखेरि चाहिँ माटो लेखेको टी सर्ट छुट्याउनु भएछ भनेर भन्नुभएको थियो क्या। अनि मैले छुट्याएको छैन र मलाई थाहा छ। अनि त्यही भएर मैले सानो स्पोन्सर गरेको थिएँ। मेरो नाम शान्ता कुमारी राई हो होइन। अनि यही भएर यो सानो भिडियो बनाएको हो के। मैले छुट्याएको पनि छैन र मैले देशप्रेमी हर्क साम्पाङज्यूलाई जति नजिकमा भेटेर नचिनेको तर पनि जति उहाँको देश प्रेम देशको लागि गरिराख्नु भएको